Hello everyone, welcome to the day one of closing a deal in 15 days. Closing a deal in 15 days. It is now almost 11:30. I'm here at Bhubaneswar. I was just scrolling TikTok or social media. त्यहाँ चाहिँ मैले तिनवटा प्रपर्टीहरू फाइन्ड आउट गरेँ एउटा प्रपर्टी चाहिँ बानेश्वरमै छ एउटा प्रपर्टी चाहिँ बानेश्वरमै छ अरू चाहिँ अर्को एउटा हजुरको मितेरी नगर अथवा सरी मितेरी नगरमा भयो एउटा प्रपर्टी बानेश्वर मितेरी नगर अनदर वान इज लोकेटेड एट शान्तिनगर र अर्को थर्ड प्रपर्टी चाहिँ शङ्खमुल बुद्धनगर एरिया साइडतिर छ लेट्स सी आई विल फाइन्ड आउट दिस प्रपर्टी अर नट मितेरी नगरको चाहिँ नर्मली मलाई त्यो एरियामा गएपछि मलाई थाहा भइहाल्छ लेट्स सी So Mitiri Nagar, this is the property guys. Let's ring the bell. Bell is not there, so I'll talk to the owner. Let's see if this property is sold or it is available for sale. So property is for sale, but हामीलाई चाहिँ कमिसनको बारेमा चाहिँ 2% मात्रै भन्ने कुरो भएको रहेछ. लेट्स सी 1 बजे 1:30 बजेतिर कल गर्ने भन्नुभएको छ किनभने उहाँको हस्बेन्ड चाहिँ बाहिर हुनुहुन्छ. So guys, this property is for sale. I found one property. Now I need to find out two more. एउटा चाहिँ त्यहाँ शान्तिनगरमा छ अर्को शङ्खमुलमा. लेट्स सी चेक द रोड गाइज. पिसफुल एरिया एकदमै one of the best area in Bhubaneswar. So next property is this one located at Shantinagar, Bhensingola. Let's see, I'll talk to the owner. त्यो शान्तिनगरको प्रपर्टीको चाहिँ मैले सेलरलाई भेटेँ र सेलरले भन्नुभयो पहिला चाहिँ सेलमा थियो बाबु अब अहिले चाहिँ सेल नगर्ने भन्नुभएको छ. सो आई गट अ लिड फ्रम अफिस. त्यो लिड चाहिँ मेरो दिल्ली बजारको लिड छ त्यहाँ प्रपर्टी थियो एउटा. लेट्स सी आई कल द्याट म्यान. उहाँले भिजिटको लागि भन्नुभएको रहेछ फ्राइडे नै. मैले कल गरेको थिएन. अहिले कल हिम नाम. हेलो सर नमस्ते. हाम्रो हिरा म्याम बोलिराख्नु भएको हो? ए म्याम नमस्ते, म यता लालपूर्जाबाट सुदीप बोल्दै थिएँ म्याम. हामीले चाहिँ यो दिल्ली बजारको प्रपर्टी एकचोटि भिजिट गरौँ भन्नुभएको रहेछ है. हाम्रो बसाइ कतापट्टि म्याम? 16 खुट्टे. हुन्छ हामी कति बजे भिजिट गर्न सक्छौँ त? ए त्यसो भए 12 बज्यो म्याम. 1 बजीतिर. हजुर 1 बजीतिर गरौँ त म्याम. हाम्रो यो दिल्ली बजार मालपोत छ नि त्यहीँ आउँदा पनि हुन्छ म्यामले. ल हुन्छ त्यसो भए 1 बजीतिर है त. ल सो 1 बजेको भिजिट चाहिँ सेटअप भयो. लेट्स सी त्यो भिजिट कस्तो जान्छ. र अहिले म शङ्खमुल जान्छु त्यो प्रपर्टी हन्ट गर्नको लागि. यो शान्तिनगरको त भएन, सेलमा छैन. लेट्स सी शङ्खमुलमा चाहिँ शङ्खमुल बुद्धनगर एरियातिर चाहिँ छ. त्यो प्रपर्टी निकालौँ है त. सो प्रपर्टी इज दिस गाइज. अब यो चाहिँ सारा गर्ल्स होस्टेल भन्ने छ. यो गर्ल्स होस्टेल हो. दिस इज द प्रपर्टी. अनि बाटो चाहिँ यो हो र यहाँभन्दा अगाडिपट्टि यो बाटोमा चाहिँ जेएलटी परेको छ भन्ने पनि सुनेको थिएँ मैले एकचोटि. किनभने हामीले लास्ट टाइम यो ल्यान्डको कारोबार गर्दाखेरि चाहिँ जेएलटी परेर डिल बिग्रेको थियो. लेट्स सी अब यो गर्ल्स होस्टेल हो, भित्र छिर्न मिलेन. बेल रिङ गरौँ. ओनर हुनुहुन्छ या अब होस्टेलको मान्छेले नम्बर दिन्छ कि दिँदैन. लेट्स सी गाइज है. कल चाहिँ गरेँ मैले. त्यो होस्टेलको वार्डेनको नम्बर थियो बाहिर नै, भित्र चिल्न मिलेन. उहाँले कल रिसिभ गर्नु भएन, सायद कल काट्नुभयो, बिजी हुनुहुन्थ्यो क्या हो. लेट्स सी उहाँले कल फर्काउनुहुन्छ कि हुँदैन. अब अहिले चाहिँ म यहाँबाट निक्लिएँ. एउटा दुईवटा फलोअपहरू छ त्यो पुरानो बायरहरूको, उहाँहरूलाई चाहिँ फलोअप गर्छु र 1 बजेको त्यो भिजिट भएर फेरि म बानेश्वर नै आउँछु. दिल्ली बजार पुगेर बानेश्वर आएर त्यो प्रपर्टीको चाहिँ फाइनल गर्छु है त. फलोअप बिफोर गोइङ टु दिल्ली बजार जो एकजना हाम्रै कम्पनीकै सिनियर सरले चाहिँ रेन्टल प्रपर्टी बानेश्वरमा बन्दै गरेको छ. त्यो चाहिँ एकचोटि हेरेर हामीसँग क्लाइन्टहरू छ भनेर भन्नुभएको छ. उहाँको त्यो ओनर पनि निकाल्नु पर्ने छ. फर्स्ट आई फाइन्ड आउट दिस प्रपर्टी. यो चाहिँ बानेश्वर आइप्लेक्स बानेश्वर आइप्लेक्सनिर छ.
हाई प्लेसको अपोजिट भन्नुभएको छ। आई गो देयर फर्स्ट राइट। दिस इज द बिल्डिङ गाइज, रेन्टल प्रपर्टीको लागि। ओनरको नम्बर त पाएन, यो पसल दाइको नम्बर चाहिँ पाएँ। उहाँले मै ओनर भन्नुभयो। अब 6 महिना लाग्छ अरे। लेट्स त्यो होस्टेलको वार्डन म्यामले चाहिँ भर्खरै कल गर्नुभएको थियो। उहाँ चाहिँ हाम्रो पुरानो क्लाइन्ट नै हुनुहुँदो रहेछ, नम्बर पनि सेभ रहेछ, मैले नै भिजिट गराएर छु। सो उहाँले चाहिँ ओनरलाई कन्फर्मेसन लगेर म हजुरको नम्बर ओनरलाई पठाइदिन्छु भन्नुभएको छ। त्यसपछि अब उहाँले पठाउनुहुन्छ कि हुँदैन, ओनरको कल आउँछ कि आउँदैन। मैले माग्न त नम्बर मागेको थिएँ, उहाँले दिन मान्नु भएन। हेरौँ अब यो चाहिँ सिद्धियो। अब दिल्ली बजार जान्छु म, आधी घन्टा जस्तो बाँकी छ। त्यहाँ गएर एकछिन बस्छु, त्यसपछि त्यो भिजिट भ्याएपछि फेरि म यतै आउँछु। अहिले चाहिँ म यहाँ दिल्ली बजारमा छु र हाम्रो त्यो भिजिटिङ गर्ने बायरले चाहिँ, म्यामले चाहिँ यो प्रपर्टीमा इन्ट्रेस्ट देखाउनु भएको छ। लेट्स सी, अब यो प्रपर्टीको भिडियो बनाएर पठाइदिनु भन्नुभएको छ। हेरेर त जानुभयो उहाँको हस्बेन्डलाई भनेर। सो हाम्रो मितेरी मार्गको चाहिँ आज भ्याउनु भएन म्यामले। भोलि बिहान फर्स्ट आवरतिर मेबी गएर त्यो चाहिँ फाइनल गर्छु। र 1 CR पर आना भन्नुभएको छ उहाँले। त्यो कमिसनको कुरा पनि गर्नुपर्ने छ, त्यो भयो। र उतापट्टि भिजिटको पनि त्यो कुरो आइहाल्यो। त्यसपछि आजको डे यति नै भयो। अब अलमोस्ट अहिले कति 3:30-4 बज्न लागिसक्यो। र अब म इभिनिङ टाइममा चाहिँ बाहिरहरूलाई फलोअप गर्छु। अघि फलोअप गर्न पाएको थिएन, मेबी इभिनिङ टाइममा भिजिटहरू पनि निस्किन्छ होला र त्यो भिजिटहरू पनि गर्छु। र आजको यही नै भयो। भोलि मेबी आई विल सुट अ प्रपर्टी, त्यो सुटिङको पनि म तपाईँलाई देखाउँछु। हस्, थ्याङ्क यू फर वाचिङ।